गाइस बाँस तोड्ने विचारमा चाहिँ यिनीहरू बाँस यो बाँलेले चाहिँ ठुलो ओइ ओइ यार ओए यार देखि आउँदैछु म यो गाइजहरू दुईजना हामी अब पिकनिकमा काममा लाग्ने मान्छे बस्नेहरू कोही काम लाग्दैन गऱ्यो भनेर सक्दैन हाम्रो प्रगत यहाँ गएर के गर्दैछ हेरे बस्छ गाइस मोच्छा जिन्दगी भिडियो नै सुरु भएको छैन आउने बित्तिकै काम सुरु गाइस यस्तो जिन्दगी मोज भएको भन्न बा हेल्प गर्दैछ काम गर्दैछ क्या केटोले ठाउँ यस्तो छ ठिकठाक छ ओहो अन्डा ओइ नाच्छस्
रानी सारी रानी लाली लाल लाल रिश्ते में पारी जाना सारी रानी लाली लाल लाल रिश्ते में पारी जाना फोटो मजा ओ फोटो चाहिँ खिच्नु छ है ग्रुप फोटो हाम्रो बालेन्सार फोटेज यस्तो छ गाइस लोकेसन चाहिँ भेडा आएको छ हाय म हिँड्ने मुन्डालाई आम्मा जेल लगाएर ओ माई गॉड हामी भित्र जङ्गल भित्र जाँदैछौँ भित्र यस्तो जान्छौँ जनावर भेटौँ यहाँ त बाँदरहरू छ नयाँ जनावर हेर्नु मलाई स्वभाव छ गराउँदैन त्यो भनेको यसको ग्यारेन्टी हो तपाईँ थाहा छ होला जङ्गलको झाडी खोजिँदै जैसे असली बात करता है भाई ये इसको अभी कर लेता है साढे 3 बादलहरू आउँदैन आइराखोस् त्यो जङ्गलमा सम्झैन कसैले फोटो चाहिँ खिच्नुपर्छ यहाँ जङ्गलभित्र एउटा स्पट खोज्दै गरेँ खिच्नुपर्छ त्यो ढुङ्गा पनि राम्रो स्पट हो उहाँ छ त पोखरी यहाँ उभिएर यसको माथि यो माटोको माथि उभिएर वाइल्ड यस्तो जङ्गल यस्ता पुरा सिरान तरम्बी सारिन पोखरी हो त्यो पोखरा खोज्दै हिँड्दैछौँ प्रानिसको लागि गाइजे मान्छेको लागि ओ भाइ सकिँदैन कति कस्तो दामी फोटो मुद्दैछ गाइजहरूले ओ भाइ साहब पानीको धुनेन कस्तो राम्रो सकिँदैन त्यो गाई सबको चाहियो यो चाहिँ अरू के भन्नु खोज्छ क्या जहिले कहाँदेखि के घुसाउँदै आउँछ के भयो मैले केटीसँग बोल्दैछु भने गाई छैन आफै कमाउने गर्दैछ अस्तिको अनमोल शाह भनेको खलाडी के
पानी होइन पानी खलाइडे है खलाइडे यो त खलाइलाई आउनुहुन्छ पानीहरु तल पानी यस्तै हो पानी के हरिला फोटो खिचौँ यहाँ गाइस फोटो खिचेर भेटौँलाई ल फोटो खिचौँ न अरे यहाँ रिजल्ट लाग्यो तेरो साइड ल ल आइज आइज लगाए चाहिँ हाम्रो अनमोल भ्लगर यहाँ के भन्छ प्रणेशज्यूको यहाँ फोटो खिचिँदै हुन्छ यहाँ देख्दै हुन्छ आर पार हुँदैछ मोबाइल तल झऱ्यो भने के हुन्छ पोस्ट पनि खतरा छ प्रणेशज्यूको यता हेर्नु सक्नुहुन्छ गाइस हामी साह्रै यता हुनुहुन्छ साह्रै फोटो खिच्दै गाइस बल्ल फोटो खिच्यो यसको फोटो यो छरा त क्या एउटा एक मोबाइलमा क्या राम्रो उयो आइरहेको छ क्या त्यो मलाई पनि खिच्नु लाग्यो पक्ना घाप सम्बु खोलामा यस्तो बगाएर फोटो खिच्यो नि मेरो पखाएछ नि उसको पनि छ अर्कै टिकट काटिसक्नु भएको छ अरे फोटो खिच्नको लागि हो मेन ठाउँ हामी गएकै छैन भने फुल किन्ने अर्कै ठाउँ छ अरे ओके छ त अनि अझै भर्खर आँटै बज्दैछ म जानु लास्टमा आयो थोरै पायो ल आन्टी अस्तिको उही त गोल खेलेको फुटबल हो क्या उही गोल लिएर आएको भए खेल्दा हुन्थ्यो अब के यत्रो पछि बनाएन अब अहिले बनाउँदैछ हामी अब आउँदैछौँ यता यो सालबारीको फालबारीतिर हामी चारजना हिँडिरहेको रोडमा गोल खेलेर लाग्दैन तातो पो हुन्छ सरी खेल्न त आउँदैन तर बुट उयो लाग्छ मसँग त पङ्का नलिने खुट्टामा लाग्यो भने जान्छ नि कलर मात्र चेन्ज यसको त कालो छ नि मेरो कालो थियो मासुको चाहिँ मेरो तेरो बरु वाइटै छ है यसको पनि वाइटै छ त्यसको चाहिँ त्यो फोटो खिच्दा आयो कति मेरो पानी भित्र लागिरहेको म नि त पानीभित्र त गएको थियो यसको खिच्नको लागि छिर्नु त दिन्छ नि हाम्रो त सालबारी म ए बालेन अघि देखाएको बालेनलाई त आम्मा तलदेखि माथिसम्म हाम्रो बालेन फोटो त सुरुमै गाइस यो मेरो साथी हो एक्जामको साथी यस्तो एक्जामको साथी होइन फरेभर फ्रेन्ड यसले फरेभर फ्रेन्ड हो यो देखाइन
प्रनिस किपर ल मोहित गोले ग्राउन्ड हो यो अब जाँदैछ भाइ खेलेर गर्मी पनि भयो पसिना पनि आयो झारले चिसो पनि भयो सब भयो यताबाट हो है यताबाट छ हौ त्यही त यहाँ बिचमा खिच्नु कस्तो बल आउँछ नि खिच्ने तर के नै छ र हामी गइ त हाल्ने हो गुन्द्रु ओइ यहाँ आइज भाइ यहाँ खिच्नुपर्छ यता यता उभिन अनि ठ्याक्क पुरै जङ्गल आउँछ यो दामी छ क्या फोटो यहाँबाट खिच्यो भने पुरै जङ्गल आउँछ नि त तेरो फोन पनि खिच्दै यो फोन चरी होल 360 डिग्री भ्यू त्यहाँ हग्दै छस् क्या हो यसको फोटो खिच्नु पऱ्यो हो राम्रो रहेछ ल ल गाइस बल्ल भयो फोटो सोटो सब फोटो खिच्ने खिचाउने म दुइटै तर कसम क्या त्यो फोटो देखि चाहिँ रिस उठ्या छ मलाई कुन त्यही हो कालो कालो तैँले पनि एउटा निकालेको थाहा छ यत्रो तल देखाउँछु ल म होइन मैले फेरि खिचेर भए पनि राम्रो त सबको स्कुलले लग्छ गाइज हाम्रैमा त लग्दैन यस्तै हो यो कुन ठाउँको हो यसले त लगेछ कुन जागृति क्याम्पस अरे नसुन्या स्कुल छ जिन्दगी जिन्दगी सरर कपिला आयो टुडुडुडु अघि बनाएकै थिइनँ गाइस 10 भयो यस्तो छ हो 2 घन्टा भइसक्यो 2-3 घन्टा काम हल्का लागोस् न यो मेरो भने जस्तो अहिले पुगेर वहाँ पुगेर हेर्नु है यहाँ धेरै उगी मान्छे भन्नाले हो ठर्की हो र कोको कोला यहाँ पुगेर हेर्नु अझै मजाले हो ओए बालेन ओए यो अर्को बालेन किन उफ्रेको होला ओए खेतमा आइज त ओए क्या है भाई हमको बताइए कौन देखो यार भाई देख सकते हो आप कौन है ये हाँ ये कर लो हेर्नु हुँदैन हेर्न कसले पैसा झिक्छ है अब
यतिकै अब डुल्लै बसिरहेको हामीहरू काम छैन के गर्नु कसरी चिन्छ चिनाइदिन्छ नि त म चलो चलते हाम्रो अनमोल गाइस गाइस सब्सक्राइब गाइस छिटो 100 लिप गराइदिनु पर्यो होइन अनि यसले हामी कसै दिएन भने च्यानल म चाहिँ अनमोल कसो 10 मिलियन हुन आँटेछ गाइस अब 10 मिलियन हुन आँट्यो अब चाहिँ 10 मिलियन हुन्छ 100K हुन आँटेछ अनि 100बाट होइन गाइस सब्सक्राइब यो बोट चाहिँ खेल्नु त ओइ मोहित यो आफै चलाउने कस्तो पनि पर्छ राम्रो तपाईँ हामीको बोट चाहिँ खेल्नु भएको है आफै हाम्रो लागि फोटो खिचाइ चल्दैछ घुम्दै बसेको बोटिङ गर्ने भनेको बोटिङ छैन भने चाहिँ यत्रो बोटिङ त छ सब बिजी छ जस्तै छ खाली छैन अब 1 hour later. यहाँ फोटो खिच्नुपर्छ यार सब जाने टाइम भयो मोज गरी यस्तो पिङहरू त ठुल्ठुलो पिङहरू खिच्दै गएको
उठाएर झन्डै भयो गाइस जाने हो बस्ने हो घर जाने हो काम छैन हो यस्तै हो घर जाने समय काम गर्ने घर जाने त्यति हो यो सब फेरि 360 डिग्रीको भ्यू यहाँ खिच्ने भने थियो एउटा फोटो खिच्ने भयो राम्रो फोटो गाइस अब यता फोटो खिच्ने चाहिँ हटाइन्छ मेक स्योर टु लाइक सब्सक्राइब सी इन द नेक्स्ट बाई बाई गर्नु गाइस Netflix कपड़ा दिली पर बीटा गानों की छाला concentrated HDR से फोन में पूरा कुछ बन चला था तो जवानी एक पता जीने दो जवानी एक पता जीने दो Give me
Thank you.